हामी चाहिँ अहिले सैना महिना 2बाट सैना महिना 4बाट हामी चाहिँ अहिले र्याली जाँदैछौँ साइक्लिङ र्याली यो कुनै कम्पिटिसन होइन कम्पिटिसन चाहिँ हिजो भएको थियो आज चाहिँ हामी राइड आज सैना महिनाभरि 50 किलोमिटर हो कि अब कता कता पुगिन्छ कुन कुन ठाउँ गइन्छ अब मलाई पनि खासै आइडिया छैन त्यही हो मजा आइरहेछ जे होस् यसरी एक्सपिरियन्स गर्नु पाउँदाखेरि अमृता मजा आइरहेछ तँलाई गाइस हामी चाहिँ अहिले यहाँ टक्क लाएर अलिकति नास्ता पानी गरेर साइकल चाहिँ हामीले त्यहाँ राखेका छौँ हामी चाहिँ यहाँ फोटोसुट हाम्रो गगन दाई चाहिँ यहाँ हुनुहुन्छ हेलो गगन दाई मेरो भ्लगमा हजुरलाई स्वागत छ ल भाउजू अनि गाइज आज चाहिँ हामी सैना महिनाभरि चाहिँ पुरै घुम्छौँ होला अब कहाँ कहाँसम्म हुन्छ अब हिल पार्क अब यताउति अब कता कता हुन्छ हामी चाहिँ अब आफ्नै इच्छा जति सकिन्छ त्यति घुम्ने हो अब आफूले सकिन्न भने त अब धेरै आफूले उस गर्नु भएन जोर गर्नु भएन आफ्नो जति बेस्ट हुन्छ त्यति दिने हो अब साँझसम्म हुन्छ कि रातिसम्म हुन्छ कि दिउँसोसम्म हुन्छ कति बेलासम्म हुन्छ त्यो थाहा छैन सक्ने त साँझसम्मै रातिसम्मै गर्छन् अब कति सकिन्छ भन्ने कुरा हो हाम्रो साइकल चाहिँ त्यहाँ छ पछाडि गाइज अनि म चाहिँ आफ्नो लङ टाइम पछि भिडियो गर्दैछु गाली नगर्नु होला बिचमा त्यस्तै भइरहेको थियो कि के गर्नु सधैँभरि अब एउटै हुन्न अहिले चाहिँ हामी यता छन् थुप्रै छन् यहाँ टिका लाउने कार्यक्रम हुँदैछ यहाँ यात्रा शुभ रहोस् भनेर खै त आउँदै आउँदैन आन्टी राम्रो आशीर्वाद दिनु ल यात्रा एकदम शुभ रहोस् टोपीले नमिल्ने हो कि ल ल ल ल हस् क्यापले पनि दुःख दियो गाइस के गर्नु हेलमेट लाउँछ भने ल थ्याङ्क यू गाइस फुलपाती भाकेर यहाँ के हुँदैछ अगाडि फोटोसुट हुँदै रहेछ अगाडि गाइस हामी चाहिँ आफ्नै गाउँठाउँमा है त हामी चाहिँ हिल पार्क तल अहिले चाहिँ कति तल तलसम्म छ गाइस हामी चाहिँ अहिले ठ्याक्क यहाँ हिल पार्क तल छौँ यहाँ पानीहरूको व्यवस्था पनि छ पानीहरूको व्यवस्था खाजाहरूको व्यवस्था यता चाहिँ हाम्रो सानो बहिनीहरू पनि छन् भाइहरू पनि छन् देख्न सक्नुहुन्छ गाइस म पनि सानी पानी खानु पर्यो गाइस आज मौसमले पनि दामी च्यालेन्ज दिइरहेछ क्या यस्तो हेर्नु न फेरि पानी परिरहेछ यतिको भयो त ठिकै हो अलिक बढी पऱ्यो भने त अलिक गाह्रै हुन्छ यतिको त मजा आइरहेछ जे होस् मौसमले पनि साथ दिइरहेछ यति बेला घाम लागेको भयो चण्डी तात्थ्यो होला र गाइस म त एक्लै भएँ भाइहरूको ग्रुपमा साथीहरू कता गयो एउटा साथी थियो कहाँ गयो ल गाइस म त एक्लै पनि काफी छु कि यस्तो मौसम दामी छ त्यही भएर हजुरहरूलाई पनि यसो देखाइदिउँ भनेर हामी चाहिँ अब यता बोलबम मन्दिरतिर हुन्छ कि कता हुन्छ त्यहाँ जान लागेको दाइले त बोलबम मन्दिरतिर भन्दै हुनुहुन्थ्यो बोल्न पनि भुलिसकेँ यार धेरै पछि भ्लग गरेर होला के बोलौँ टाइप भइरहेछ कि धेरै त किन बोल्नु पर्यो र होइन यतातिरको घरहरू चाहिँ दामी रहेछ कि जे सानो टिनको घरहरू मजाको त पहाडको भाइब आउने खालको क्या सायद आफ्नो घर पनि यस्तै भएर होला यस्तै घरहरू मनपर्छ कि मलाई ठुलो घरहरू त खासै त्यस्तो त उस लाग्दैन कि तर सानो होस् चिटिक्कको होस् कि गाइस सानो होस् चिटिक्कको होस् रातो र चन्द्र सूर्य जङ्गली निशान हाम्रो ल गाइस अब
अब यिनीहरू कता कता जाँदैछन्, म त पछि पछि हो, मलाई त थाहा पनि छैन कहाँ जाने हो भनेर। मजा आइरहेको छ जे होस्, मजा। टिका लाउनु मेरो पालि त आउँदैन के हो गाइस। म पनि मेरो पालो मिलाएर लगाइदिनु ल। राम्रो आशीर्वाद दिनु, जीवनमा उन्नति प्रगति होस् गाइस। अरू त के भन्ने होला। मन्दिर देखाउँछु ल गाइस तपाईँहरूलाई, हाम्रो छैन महिनाको बोलबम मन्दिर। हामी चाहिँ यहाँ वर्षमा एकचोटि साउनमा पूजा गर्न आउँछौँ, साउन नभएर। अरू केही चाडपर्व पऱ्यो भने पनि हामी यहीँ आउँछौँ मन्दिरमा, यही मन्दिरमा, किनभने यो यहाँको एकदम प्रसिद्ध मन्दिर हो क्या। सबैले यो मन्दिरलाई एकदम मान्छन्। म चाहिँ खास चाहिँ मन्दिर सन्दिर भाउने त्यस्तो यताउति पूजापाठ चाहिँ अहिले गर्दैन गाइस। त्यो सानोमा चाहिँ आइरहेको थिएँ, अहिले चाहिँ धेरै पछि आएँ म। अस्ति माघे सङ्क्रान्तिमा आएको थिएँ, अनि अलिकति भाङको लड्डु खाएको त अलिअलि लागेछ क्या। म त त्यसपछि सुतेँ, खाएपछि धेरै हल्ला गर्ने चलन छैन। हाम्रो मन्दिर चाहिँ देख्न सक्नुहुन्छ, बोलबम मन्दिर कि जय। ल गाइस, यस्तो दामी छ नि मौसम, यस्तो दामी छ मौसम। आनन्द आइरहेको छ कि चलाउनु पनि मजा आइरहेको छ। एक्लै छु, बिचमा छु क्या म। अनि अगाडि गहन भाइहरू दाइहरू चाहिँ, भाइहरूको टोली अगाडि गहन, म चाहिँ बिचमा छु क्या। छोडियो कि म वासरुम गएको थिएँ, अनि बिचमा छोडियो। तर मलाई यस्तो बवाल मजा आइरह्यो नि गाइस, यस्तो बवाल मजा आइरह्यो। यो ग्रिन, यो मौसम, यो बाटो, यो पानी, फिर आज यस्तो भाग्यले साथ दिएको कि योभन्दा फेरि ठुलो पऱ्यो भने त अभागी हो है गाइस। फेरि योभन्दा फेरि ठुलो बाढी आउने पानी पऱ्यो भने त फेरि सकिन्न। जस मजा आइरहेको छ गाइस। म त यत्तिकै मजाले, म त दिनभरि पनि हिँड्छु कि क्या हो। यत्तिकै खाना चाहिँ खाएको छैन, कस्तो भोक लागिरहेछ। पसल भेटी खानु हुन्थ्यो केही, तर मजा आइरहेछ। धान रोप्ने यतातिर बल्ल धान रोप्दै छैन, उतातिर त हाम्रो घरतिर त सकिसक्यो बिउ गाइस। यसरी देख्छमा हाम्रो लगिरहेछन्। त्यहाँ पर चाहिँ धान रोपाइ भइरहेछ गाइस। हाम्रो चाहिँ नास्ता खाने बेला भयो है। नास्तामा चाहिँ हाम्रो खिर छ, यति धेरै भिड छ। अब यो लाइन पनि, सरी दाइ, यो लाइन पनि लाग्नुपर्ने होला गाइस। यतिकै त खिर खान पाइन्न होला। ओ सेट, लाइनमा बस्दा खिरै सकिन्छ क्या हो दिदी। दिपक दाइ खिर खानु भयो? पाउनु भएन? अगाडि जानु पर्यो, पाइन्छ कि गाइस। म चाहिँ पालो मिचे है। यति धेरै भिड छ, कसरी पाउनु हो खिर गाइस? खै खिर खानु न, भोक लागिसक्यो। आज त खिर खानु। अङ्कल चाहिँ खिर खानु भयो? ठिक छ। अरू भित्र गएर आएको दर्शन गरेर आउनुभएको? खिर खानु भयो कि नै? खानु भएन? अरू के छ त नयाँ? पानी परिरहेको छ के अरे है? ल ठिक छ। हजुर एकदम फिट गाइस। पहिला मलाई ट्रेनिङ दिनुभएको अङ्कल हो क्या। म पनि पहिला जमानामा त लाउरी हुन्छु भनेर जोसेको थिएँ नि त। अहिले पो चिरीपुरी अब बन्द भयो। पहिला एउटा चञ्चले उमेरमा त
भाइ मलाई देऊ न भाइ मेरो भाइ यता अचार राखिदिनु भाइ अचार होइन र अचार अलि धेरै हाल्नु न खिर खिर थोरै भयो के त्यति खिर खाएर 2 चम्चा मात्रै छ खिर ओए आमा अलि धेरै हाल्नु न मेरो भाइ यार आमा बुझ ल मेरो भाइ थ्याङ्क यू सो मच ल गाइस फाइनली मैले पालो मिचेर पाएँ यतिखेर लाइन लाग्नु पर्यो ए मेरो छाता गाइस मेरो छाता अगाडि छोपिदिनु भनेको के यहाँ हल्का एङ्कल मिलेन के यति दुःख गरेको कहाँ दिन्छु त गाइस पाएँ मैले गाइस लाइन लाग्नु भयो भने त भोलि पनि पाइन्न अङ्कल जानु के अगाडि दाइ पाउनु भएन राजै नाइ पाएको छैन अगाडि जानु के अगाडि बस मैले पाएको छैन ल भोक लाग्यो दाइ फोटो चाहिँ भिडियो चाहिँ केमा आउँछ नि मेरो ए यी उसमै आउँछ पेजमा आउँछ ए ल ओके दाइ ल गाइस बल्ल बल्ल खिर पाइयो अब यति खाएपछि अलिअलि भयो नि एनर्जी आउला नि होइन दिदी कहाँ बसेर खाम हौ छ्या यसरी खानु पर्यो गाइस देख्न सक्नुहुन्छ मेरो खिर ल यति खिर खाएर भेटौँला है त पानी परिरहेछ मजा छ जे होस् रमाइलो भइरहेछ ल गाइस अहिले चाहिँ हामी यो 7 नम्बर वडा कार्यालयमा छौँ अनि यहाँ पनि हाम्रो यहाँ फलफुलहरूको व्यवस्था रहेछ हामी जाँदा चाहिँ सकिसके रहेछ के गर्ने यो फुटेको नसिब भएपछि त केही पनि नसिब नहुने रहेछ कि गाइस टक्क लगाएर झन् खानु पर्यो भनेर गएको त यत्रो आँबाट त धेरै रहेछ यत्रो धेरै जनताहरू छन् अनि कसरी पुऱ्याउनु त गाइस है अब यतातिर अब फेरि कता हो खानाको व्यवस्था पनि छ भन्दै हुनुहुन्थ्यो दाइहरूले अब कहाँ छौँ हो मलाई त कस्तो भोक लागिसक्यो बिहान केही नखाइकन आएको अलिअलि बाटोमा त नास्ताहरू त खाइयो तर भात खाए जस्तो त कहाँ हुन्छ र होइन मान्छेहरू त डन्नै छन् हौ ल ल तिमीले पनि साथी ल तिमीले पनि ल ओए भाल त कडा दियो त आमा कुदाउनै पर्ने हो मैले नि ल भाइ फेरि भाइ फेरि ल वान्स मोर मेरो भाइ ल ओए आमा डेन्जर ल यतिको भाइ त हुनुपर्छ है खोइ त साथी तिमीले हाल न तेरिका ओ माय गड ल भाइ खत्रै है खत्रै ल दामी घाम लाग्यो साथीहरू घाम अघि चाहिँ मस्त पानी परिरहेको थियो अहिले चाहिँ यस्तो होला सरी छोटी बालै जना नै हेर त गाली देऊ न सोल्टी रे के सोल्टी नि भन न सोल्टी भनिरहेको छु साथीले आफ्नो इन्ट्रोडक्सन नै गराएन यार के हो यार तिम्रो नाम मेरो नाम नामै हो भन न भन मेरो नाम निपेश हिरदेश के हिरदेश चौधरी ए चौधरी आमा मलाई चौधरी केटा कस्तो मन पर्छ न चौधरी केटा मन पर्छ भन्दा चौधरी मन पर्छ के यतैबाट लानु भयो यो इन्जु ब्याको भयो है त्यस्तो नभन न गाइस मैले साथीलाई साथी सम्झिन्छु भाइलाई भाइ सम्झिन्छु दाइलाई दाइ सम्झिन्छु
कि गलत भनेर हो राम्रो तिमीलाई चाहिँ मैले साथी सम्झिन्छ है त्यसलाई साथी हो बात भनेको साथी दाइ भाइ अरे हुन्छ है यो कुरा खाएर हो अमृता होइन होइन नो चान्स है एलार मलाई थाहा नि एलार मलाई थाहा जन्तिनी अब ल जोसिनु पर्यो नि त्यो यसलाई फेरि बहुत नै बाबु यार हातहरूको आमाको चाहिँ सब्जी भोगी यस्तो बवाल लाग्छ मलाई भोगी कहिले खुलाउँछौ अब आयो खुलाउँछु नि सोरोले कहाँ हो रे तिम्रो घर मेरो छेत्री हो के घर तेरिका कहिले घर काटै जान्छन् चेथरी यो त मैले कहाँ देखे पहिला स्कुलमा कलेजमा कहाँ देखे के गिरिलमा काम गर्नुहुन्छ के साउ हो साउ त हो नि कहाँको गिरिङमा त्यही मनोज दाइ को मनोज दाइ फेरि चिन्ने आफ्नो गाउँ भएर नि हुन्छ मनोज दाइ मन लाग्दैछन् जुना दिदीको उस त होइन छोरा ए त्यही भएर काम माग्न नि ढुक्क भयो ओके हाम्रो भेनाजुको उस पसल हो के हो त्यही भएर त कहाँ देखे तिमीले देखेको थिएनौ पहिला मलाई नदेखिने र तिम्रो घर त्यत्रो काम गर्न आएको अबि हो र अनि अबे अरे झ्याल हाल्न आएको तिमी हो मैले ज्यान दिइसक्नु धोका धोका देखो त अलिक गोरो थियो त अहिले त काम भएछ त अहिले गोरो भयो ए झ्याल हाल्न नि आयौ तिमी झ्याल त दिनुभएछ धोका नि दिन पर्यो थ्याङ्क यू यार तिमीले झ्याल हालेर अहिले हेर न कति उस भइरह थ्याङ्क यू
सैना महिना होटल व्यवसायी सङ्घ सपोर्टिङ क्लब एन्ड अर्गनाइजेसन होइन दाइ खाने हो र दाइ सुरुमा चाहिँ मेरो दाइलाई मैले एउटा मिठाई आरबी क्युलिङ ल ताली हाम्रो छोरालाई सहयोग गर्नुभएको थियो दाइ पहिलाको लन्डन डेरी त्यसै गरी दाइ लन्डन डेरी कोही प्रतिनिधित्व हुनुहुन्छ भने प्लिज एक्सट्रिमको त म हो के रे हो क्या हामीलाई स्पेसली सपोर्टर्सहरू पनि हुनुहुन्छ यहाँ आदरणीय खम बहादुर खत्री दाई जो हाम्रो क्लबका हिरोको एन्ट्री भयो गाइज गोविन्द खत्री दाई गाइस त्यहाँ को छुटे त्यसै गरी कामदेव भूषण त्यसै गरी आशिष पौड्याल मेरो साथी हो के टेक्वान्डोको दाइ मेरो टेक्वान्डोको साथी हो तपाईको सहयोगले हामीलाई यो कुरा सफल बनाउनु देखाइसकेका हुने भावान छ धेरै नै सँगै आज कोरालाई यो हामीलाई भोलिन्टियर गरेर जुन साथ दिनुभएको थियो सङ्गीता पौडेलज्यू सङ्गीता पौडेल ओके अङ्किता गाइस हाम्रो चाहिँ 2026 को कोरा कम्पिटिसनमा हिजोको कोरा कम्पिटिसनमा फर्स्ट भएको भाइ धेरै धेरै मेरो भाइलाई धेरै धेरै बधाई छ यसरी प्रति प्रगति गर्दै जानु है कति कति भाइ रोक्रा 15000 जम्मा खै गनेर देखाइदिनु फर्स्ट भयो है फर्स्ट भयो कपडा पुरै रुचान पुरै सुरक्षित तिम्रो नाम के हो भन्दैन त ल मेरो नाम शिशिर शिशिर खत्री खत्रिया सक्सेस गर्नलाई बसन्त दाइ आउनु भएको छ हामी यो बसन्त दाइको हातबाट मायाको चिनो हाम्रो लुम्बिनी बिजनेस प्रणालीका प्रोप्राइटर एन्ड हाम्रो हरि सर हुनुहुन्छ मार्केटिङ डिरेक्टर दुईजनालाई यो सम्मान चाहन्छौँ र उहाँको साथ निरन्तर हाम्रो साइकल साथी सैना कोरालाई रहिरहेको छ उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ कुन फोन पायो फोन हैन ल ताली बजाइदिनु प्लिज फोन होला होइन सरले हामीलाई ल गाइस सुरुको कोरादेखि अहिलेसम्म निरन्तर अहिले एकछिनमा हाम्रो यहाँ भएको छ थ्यांक यू सो मच उसको नाम के रे सिंगरको नाम के रे मैले भुलेँ ब्रोडली एकछिनमा हाम्रो यहाँ कन्सर्ट सुरु हुन्छ त्यही भएर यहाँ हामी बसिरहेछौँ अब कन्सर्टमा अब बाह्र माइल गर्नुपर्छ अनि घरतिर सबै आफ्नो घरतिर लाग्नुपर्छ है गाइस बाह्र माइल गर्नुपर्छ है अब लास्ट अब सकिन लागिसक्यो है हाम्रो यो कोरा राइडिङ हाम्रो भाइहरू छन् हाम्रो सचिव भाइहरू छन् भुवन प्लिज ल गाइस एकछिन भेटौँला है त कोरा भन्नु है त सैना महिना सैना महिना सैना महिना सैना महिना सम्झना बेसना सम्झन बढ्यो बिर्सना सैना महिना सैना महिना सम्झना बेसना सम्झन बढ्यो बिर्सना सैना महिना सैना महिना मायाको डोरीले तिमीलाई बाँधौँला मायाको डोरीले तिमीलाई बाँधौँला दिलको मोटर कारमा तिमीलाई लैजाउँला सैना महिना सैना महिना सैना महिना सैना महिना कालो कालो केसो तिम्रो सेतै भइगयो तर कालो अनुहार चाहिँ कालै रहिगयो अझै पनि हार्दिन मन मेरो मौका पाए छाडिदिन्छु सेखी तेरो
रोज ल हामीलाई साथी बनायो आज छैन महिना कार्यक्रमले हामीलाई साथी बनायो चारैले चिसो नखाउमा मरे तिर्खेले तेरो बाबुले भन्थे टाउको पानी रक्सी गनायो हाम्रो चाहिँ अहिले कोराको रेली अब सकियो अब मजा आयो अब गगन दाई अब केही बढी भयो भने बहिनीलाई माफ गरिदिनु होला है मलाई चाहिँ एकदम खुसी लाग्यो म फेरि अर्को वर्ष पनि जोइन हुन पाऊँ तपाईँहरूसँग भेनाजु बाई नगर्नु होला यस्तै छ छाली है गगन दाई फेरि फेरि रमाइलो गर्ने मौका मिलोस् तपाईँसँग साइकल छ दाइ त्यहाँ छ साइकल हजुर त्यसैमा जान्छु दाइ हुनुहुन्छ हुन्छ दाइ हुन्छ ल हस् दाइ थ्याङ्क यू सो मच गाह्रो नमान्नु होला बाई भेनाजु ल दिदी बाई बाई ल गाइस आज चाहिँ बब्बाल रमाइलो भयो हाम्रो सानो सानो बहिनीहरू पनि हामीसँग जोइन हुनुभएको थियो कस्तो भयो आज रमाइलो भयो बहिनी दिदी त यस्तै छ हेर हावा टाइपको छ हाम्रो दाइ यता दाइलाई पनि हजुर दाइ म यहीँ छु दाइ एकदम मलाई खुसी लाग्यो है मबाट केही जाने नजाने गल्ती भयो माफ गरिदिनु होला बाई बाई गुड नाइट ओके जाम दाइ ल दाइ भ्लग एन्ड गर्नु पर्यो बाई बाई गरिदिनु हेरेर सबैजनाले माया गरिदिनु होला